हुन्न क्या है यो झोला लाउँ जाऊ नानी म जान्छु आउनु न आए एउटा चौतिरी हेर्दा हो कहाँ डराउँछु त म उतातिर के बस्न रमाइलो त्यहाँ चढ्ने बेला त बेसी हुन्न के जता पानी त्यति बसिन्छ पछि बल्ल बसाउँछ अर्को चाहिँ यता हेर नानी बाबुलाई तल राख्नु यता हेर नानी फोटो खिच्छु कहाँ तपाईँहरू भयो हाम्रो पार्वतीपुर हजुरहरूको कहाँ हो पूर्व कहाँ कुरकुरे अनि गएको सिधा आउँछु खाली आहा हो त ओह्रालो झर्दा खाली आयो सायद बन्द गर्छ क्या हो हुन त फेरि माथि छन् उता भर्खु यता आऊ बोलाऊ आऊ आऊ भन जा यता यही सिधै बाटोबाट हिँड्ने पनि बाटो छ नि भर्खरको मान्छेहरूलाई त है तलबाट दिँदैन नि बाबु यता यता फर्काउनु त भिडियो बनाइदिन्छु म हिँड्ने भने चाहिँ छिटो नि हुन्छ बाइक सबै हिँड्छ त सानो नानी कति मजाले हेरि दाइलाई देखेर दम पऱ्यौँ क्या नानी त अब माथितिर माथिबाट लिएर अब जाने मान्छे हुन्न नि त 12 बजेपछि त ल कति बजी 12 बजे अब जाने मान्छे मात्रै हुन्छ तिमी नउठ न नानी उठ्नुहुन्न अलि त खुसी भएको के त नानी कहिले नानी कहिले थियो नि बैशाख कि होइन चैतकै लास्टको हो कि ए अलिकति यो मान्छेको चाहिँ यो ऊ बाबु चाहिँ यो 5 गतेको चैतको आउनु भयो हेर यसको नि 8 वटा आयो 6 महिनामै आएको त छिटो आएको है किलो हो बाबु 10 10.5 किलो यत्रो माथि जानु मिल्ने भयो जान्थ्यो कि त्यहाँ बाहिर ए बा फेरि गर्छ बल्ल काम गरेर मेरो डेडन टममा भयो फोटो खिचिदिन्छु भनेको उता बटारिएको बटारिए गर गयो फेरि यता यता हेर त माथि 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 जाने यो खाटा खाटमा क्या झर्नी उक्लिने सबै यो चढ्ने आयो चरी हेर त चरी ऊ म्याउ आइछ जा धप्पौ भन्यो म्याउ मुसी आउँछ कति राम्रो रहेछ यहाँबाट हिँडेर जाने खाने खड्केरी खड्केरी एकचोटि हामी पढाएर 4 वर्ष भयो त्यहाँबाट हो क्या यहाँ मन्दिर छ नि एउटा हुन्न झर्ने जाने अब झोला लिनु है बाबु ल ल खै त हवै गरेको यो लिएको हात यहाँ छ हालिदिनु काम थियो यहाँ फाल्न भयो नानी त्यो टोक्री समाऊ लु मलाई अङ्कलको क्याप खोज्छु अब नबोल्ने चुपचाप जाने अब होइन
हात नखाऊ हात खाने होइन तिमीले पनि नखाऊ भोक लाग्यो आज के खाउनुहुन्छ नि लिटो यहाँ मैले त त्यसले होइन खान्न हाम्रो त कहिले लिटो जाउलो खान्छ फलफुल घर यहाँ त कहिले मेरो दुध पुग्छ जति अब खुवाउने तल गएर लिटो स्यालेस